प्रश्न नम्बर 1 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा देखाइएको छ एउटा धनी व्यक्ति जसलाई धनी भनेर बुझ्न सकिन्छ र दोस्रो चित्रमा देखाइएको छ राम। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ धनीराम। प्रश्न नम्बर 2 तलको चित्र हेरेर थैलोको नाम भन्नुहोस्। पहिलो चित्रमा देखाइएको छ प्लस र दोस्रो चित्रमा देखाइएको छ राइट जसलाई सामान्य रूपमा टिक भनेर बुझ्न सकिन्छ। दुवै चित्र मिलाएर एउटा थैलोको नाम बन्छ प्लास्टिक। प्रश्न नम्बर 3 तलको चित्र हेरेर चलचित्रको नाम भन्नुहोस्। पहिलो चित्रमा देखाइएको छ भारत र नेपाल बीचको सीमा र दोस्रो चित्रमा देखाइएको छ रेखा। दुवै चित्र मिलाएर एउटा चलचित्रको नाम बन्छ सीमा रेखा। के तपाईले चलचित्रको नाम सीमा रेखा नै गेस गर्नुभएको थियो भने तल कमेन्टमा लेख्नु होला। प्रश्न नम्बर 4 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ कर, दोस्रो चित्रमा रहेको छ रिस र तेस्रो चित्रमा रहेको छ मा। तीनैवटा चित्रहरू मिलाएर एउटा केटीको नाम बन्छ करिश्मा। प्रश्न नम्बर 5 तलको चित्र हेरेर मिठाईको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ गुलाब र दोस्रो चित्रमा रहेको छ जामुन। दुवै चित्र मिलाएर एउटा मिठाईको नाम बन्छ गुलाब जामुन। प्रश्न नम्बर 6 तलको चित्र हेरेर जीवको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ जू र दोस्रो चित्रमा रहेको छ का। दुवै चित्र मिलाएर एउटा जीवको नाम बन्छ जुका। प्रश्न नम्बर 7 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ जग र दोस्रो चित्रमा रहेको छ दीप। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ जगदीप। प्रश्न नम्बर 8 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा देखाइएको छ पुष महिना जसलाई पुष भनेर बुझ्न सकिन्छ र दोस्रो चित्रमा देखाइएको छ पा। दुवै चित्र मिलाएर केटीको नाम बन्छ पुष्पा। प्रश्न नम्बर 9 तलको चित्र हेरेर मोबाइलमा प्रयोग हुने सामानको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ एयर र दोस्रो चित्रमा रहेको छ फोन। दुवै चित्र मिलाएर मोबाइलमा प्रयोग हुने सामानको नाम बन्छ एयरफोन। प्रश्न नम्बर 10 तलको चित्र हेरेर तरकारीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ वन र दोस्रो चित्रमा रहेको छ दा। दुवै चित्र मिलाएर तरकारीको नाम बन्छ बन्दा। 10 वटा प्रश्नहरू मध्ये तपाईले कुन कुन प्रश्नको उत्तर पहिले नै गेस गर्नुभएको थियो तल कमेन्टमा लेख्नु होला।